दर्शकवृन्द, अहिले तपाईँ गिद्ध देखिरहनु भएको छ। तपाईँ हाम्रो घर छेउ गाउँमा अहिले गिद्ध देखिन छोडेका छन्। यहाँ भने धेरै गिद्धहरू आहाराका लागि दौडिरहेका छन्, रमाइरहेका छन्। यो स्थान हो कावासोती पिठोली क्षेत्रमा रहेको गिद्ध संरक्षण केन्द्र। यो स्थानलाई जटायु रेस्टुरेन्ट पनि भन्ने गरिन्छ। विशेष गरी लोप उन्मुख गिद्धलाई सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले 2006 सालमा यो ठाउँ स्थापना गरिएको जटायु रेस्टुरेन्ट स्थापना गरिएको थियो र यसै केन्द्रमा गिद्धहरूलाई डाइक्लोफेनिक जस्ता हानिकारक औषधि प्रयोग नगरिएका पशुहरूको शव खुवाउने गरिन्छ, जसले गर्दा गिद्ध संरक्षणमा ठुलो योगदान पुर्याएको छ। स्थापना हुँदा करिब 77 वटा गिद्ध गणना गरिएको थियो भने अहिले हजारौं गिद्ध भइसकेका छन् भने सयौं गुणहरू समेत फेला परिसकेको छ। आज जटायु रेस्टुरेन्ट गिद्ध संरक्षण मात्र होइन, जैविक विविधता अध्ययन अनुसन्धान तथा पर्यटनको आकर्षण गन्तव्यका रूपमा पनि परिचित छ। विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकहरू यहाँ गिद्धको जीवनशैली अवलोकन गर्न आउने गर्छन् र यसरी गिद्ध संरक्षण गरिएको छ र यो राम्रो पक्ष पनि हो। हाम्रो प्रकृतिको सूचीकारको रूपमा लिइने गिद्धलाई संरक्षण गर्नुपर्छ।